त्यस कारणले अहिले आवाज उठाउँदाखेरि मैले ज्ञापन पत्र बुझाउँदाखेरि निर्गढका युवाहरू भनेर जाँदाखेरि ठिक हुन्छ बुझ्नु अनियमितताको विरुद्धमा किनभने यति नदी पुगेको प्रमाण त भेटिन्छ हामी 100% भइसक्यो त प्रमाण भेटिन्छ भनेर भर्खर कतिजनालाई फोन गरेको थाहा भएन सुरज काब्लेले आएर फोन गरेर कुरा गर्ने बिर्सिहाल्नु सरलको त्यसलाई व्यक्तिगत रूपमा अहिले बोलाउनु होइन अहिले एकछिनमा बिच भने चाहिँ बोलाएर टक्क आएर ऊ आउँछ राखेर एकपल्ट चर्लको भिडियो गर्ने 2-4 जना भिडियो गर्ने र एउटा अडियो टक्क हुनुपर्छ त्यहाँ प्रमाण त जुटाउँदा नै राम्रो हो जुट्नुपर्छ भन्यो भने जुटे त राम्रो होइन हाम्रै भाइहरूले हाम्रै निर्गढवासीले यो काम गरेर हामीलाई पनि खुसी लाग्छ गर्व लाग्छ होइन फेरि पनि त्यस्तो पनि अझै पक्रिन पाऊँ होइन आउँदो समयमा यो काम गरेर धेरै राम्रो हो